सम्पूर्ण साथीहरुमा नमस्ते। म मेरो यात्रा चाहिँ यो जडीबुटीबाट अब मूलपानी चौरभन्दा पारिपट्टि क्रिकेट इन्जिनियरिङ काठमाडौँ इन्जिनियरिङ कलेजको छेउसम्म हुनेछ। अहिले म यो मेरो ट्याक्सी यात्रामा चाहिँ नि म अघि बढिरहेको छु। जडीबुटीको पुलमुनिबाट चाहिँ जडीबुटी चोकको जाम चल्नको निमित्त म मुनिबाट चाहिँ अगाडि बढ्दै छु। पछाडि मेरो प्यासेन्जर हुनुहुन्छ। प्यासेन्जर क्रिकेट खेल्ने साथीहरूलाई लिएर इन्जिनियरिङ कलेज को छेउमा चाहिँ त्यहाँ क्रिकेट ग्राउन्ड छ। त्यो क्रिकेट ग्राउन्डमा चाहिँ उहाँहरूलाई लिएर म जाँदैछु। त्यसैगरी अहिले म मेन सबवेबाट चाहिँ यो छाप्रो नजिकको बाटो निस्किरहेको छु। बाटोमा अन द वे सम्पूर्ण यात्री चालक, बाइक चालक, गाडी चालक आफ्नै धुनमा चलाइरहेछन् भने गाडी पनि बाटो पनि स्मुथली जाम भएको छैन। सो यहाँनिर चाहिँ म अब रेड लाइटमा परे जस्तो छ सायद ग्रीन ओपन भयो। यो चाहिँ पेप्सी कोला एरियाको चाहिँ नि छाप्रो एरिया हो। यहाँबाट चाहिँ यो चाहिँ पेप्सी कोला र जडीबुटी बिचको ठाउँमा म आइरहेको छु। त्यसो छ। अनि यो केही वर्ष केही दशक अगाडि चाहिँ अब यो बाटोहरू चाहिँ अब त्यति राम्रो थिएन हैन। अहिले चाहिँ अब फ्रिक्वेन्टली राम्रो भएको छ। त्यसले गर्दाखेरि अब काम गर्ने क्रममा कहिले कता पुगिन्छ। अहिले चाहिँ म यहाँ यो छाप्रोबाट जडीबुटी तर्फ लाग्दैछु हैन। त्यसले गर्दाखेरि मेरो ट्याक्सी ट्राभलिङमा चाहिँ तपाईहरुले कस्तो देख्नुहुन्छ मेरो यात्रामा। जाम चाहिँ जोस जडीबुटीको जाम चाहिँ छलेर अगाडि बढ्यो कि अब यहाँबाट अगाडि कतिसम्म अगाडि जान सकिन्छ हेरौँ। त्यस्तो छ। यो चाहिँ पेप्सी कोला एरियातिरबाट म अब चाहिँ पेप्सी कोला हुँदै अगाडि चाहिँ काँडागाडी, सन सिटी, त्यसैगरी बिस्ट्रगाउँ, अमरसिंह चोक, मूलपानी पिपलबोट, त्यसै गरी मूलपानी चौर अनि खेर मनोहरा पुल क्रस गरेर म चाहिँ नि मूलपानी पारिपट्टि पुग्ने छु। त्यस्तो छ। तपाईहरु कस्तो छ? अरु साथीहरुको यात्रा के गर्दै कसरी गर्नुभएको छ? मेरो यात्रा चाहिँ यो अवस्थामा चलेको छ है साथीहरु। त्यसले गर्दाखेरि अघि बढिरहेको छु। सायद मलाई लाग्छ यहाँ चाहिँ जाम हुनेवाला छ। भिडियोको लागि डिस्टर्ब भइरहेछ। म चाहिँ अब अगाडि यो एयरपोर्टको छेउबाट चाहिँ खरेचोक हुँदै जाने विचार गरेर म एयरपोर्टको छेउमा छु। लेफ्ट साइडमा एयरपोर्ट, राइट साइडमा पेप्सी कोला टाउन प्लानिङ, टाउन प्लानिङलाई राइट साइडमा राखेर म चाहिँ अघि बढिरहेको छु। कतिपय बाटोहरू चाहिँ एकदम स्मुथली छ कि यो चाहिँ एयरपोर्टको यो चाहिँ टर्निङ हो। यो चाहिँ यो टर्निङ चाहिँ अलि डेन्जरस छ। यहाँ चाहिँ सम्पूर्ण साथीहरूले ध्यान दिएर हिँड्नुपर्ने हुन्छ। यहाँनिर जहिले पनि एक्सिडेन्ट भइरहेको हुन्छ। प्राय जसो यो एरियामा हिँड्दाखेरि ध्यान दिनुपर्ने हुन्छ। लेफ्ट साइडमा एयरपोर्ट, राइट साइडमा पेप्सी कोला टाउन प्लानिङको साइड म चाहिँ अब खरे निस्किने छु। एयरपोर्टको ब्याक साइडको गेट लेफ्ट साइडमा यहाँ देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो यहाँ आर्मी छोडले चाहिँ अब सिक्युरिटी दिइरहेको हुन्छन् भने अब म खरेतर्फ लाग्दैछु। खरेतर्फ लाग्दै क्रममा लेफ्ट साइडमा
एयरपोर्ट, राइट साइडमा पेप्सी कोला टाउन प्लानिङ। यसै गरी यात्रा अघि बढिरहेछ। मेरो अगाडि एकजना ट्याक्सी गुरुले पनि ट्याक्सी दौडाउँदै हुनुहुन्छ। जाउँ अघि जाउँ। अघि जाँदाखेरि अब के देख्न सक्छौँ हामी? ठ्याक्कै खरे चोकमा पुगेँ। पेप्सी कोला खरे चोकमा पुगेँ भने लेफ्ट साइडबाट गयो भने एयरपोर्टकै छेउ हुँदै गौरीघाटतर्फ लाग्छ भनेपछि म चाहिँ सिधा स्ट्रेट गएँ। सिधाबाट म पनि फेरि यहाँबाट चाहिँ म सिधै जान्छु। हो यो चोकबाट लेफ्ट साइड गयो भने चाहिँ गोठाटारतिर लागिन्छ भने म चाहिँ अब यो जङ्सनबाट है झन्नै हाने हो, यो जङ्सनबाट लेफ्ट गयो भने गोठाटार गइन्छ भने म चाहिँ सिधै गान्धी स्कुलतर्फ अघि बढ्दैछु। गान्धी स्कुलमा पुगिसकेपछि चाहिँ अब फेरि म सिधा नगएर सिधा गयो भने सन सिटीतर्फ पुगिन्छ। सन सिटीतर्फ नगइकन तलको बाटो चाहिँ बस हिँड्ने भएर डिस्टर्ब हुने, जाम हुने भएर म चाहिँ गान्धी चोकबाट अगाडि लेफ्ट जान्छु। गान्धी चोकबाट अगाडि यो चाहिँ गान्धी लेफ्ट साइडमा गान्धी स्कुल अनि राइट साइडमा रेसिडेन्सियल एरिया। अब मैले गान्धी मोड लिइसकेँ। मैले गान्धी मोड लिइसके पछाडि अब चाहिँ अघि बढ्ने क्रममा अब मेरो गन्तव्य अगाडि चाहिँ नि वीरेन्द्र चोक, फोर्स पार्क, विश्व गाउँ हुँदै तलको सनसुट्टीको हाइवे निस्किनेछु। म चाहिँ गान्धी मोड कटेर अघि बढिरहेको छु। त्यसले गर्दाखेरि अफ साइडमा गाडीहरू पार्किङ गरेर बाटो डिस्टर्ब भइरहेछ। समग्रमा जाम छैन। जाम नहुनु मेरो लागि राम्रो कुरो हो। त्यसै गरी बाटो क्रस गर्ने मान्छेले यसरी हिट गर्यो भने दुर्घटना हुन सक्छ। सो उहाँ रोकिनुभयो र मैले अघि बढ्ने मौका पाएँ। यहाँ नत्र चाहिँ उहाँले 81 बाटो क्रस गर्ने कोसिस गर्दै हुनुहुन्थ्यो र मेरो पनि यात्रा म पनि 30 को स्पिडमा हिँडिरहेको छु। यो ठाउँलाई भनिन्छ वीरेन्द्र चोक। वीरेन्द्रको शालिग देख्न सकिन्छ। यो वीरेन्द्र चोकबाट लेफ्ट साइड लाग्यो भनेपछि गोठाटार हाइट, राइट साइड लाग्यो भने चाहिँ सन सिटी हाइवे अनि स्ट्रेट गयो भने चाहिँ फोर्स पार्क एन्ड विश्व गाउँ हुँदै मुलपानीतर्फ लाग्दछ। म मुलपानीतर्फ अगाडि बढिरहेको छु। अगाडि सानो गणेशको मन्दिर। त्यसै गरी अगाडि बढ्दै जाँदाखेरि यहाँ अगाडि चाहिँ नि के छ भन्दाखेरि यो ठुलो गणेशको मन्दिर हुनसक्छ। त्यसपछि अघि बढ्दैछु। ठुलो गणेशको मन्दिर फेरि यो चाहिँ यहाँ चाहिँ बस्ने चौतारी पनि छ। काँडागाडीको मेन काँडागाडीको भित्री वे है साथीहरू। यो चाहिँ अगाडि बढिरहेको छु। अब चाहिँ म लगभग फोर्स पार्कमा पुग्छु होला जस्तो लाग्छ। फोर्स पार्क अगाडि आइपुगिसकेको नै छ। फोर्स पार्कबाट चाहिँ म फेरि फोर्स पार्क भन्दाखेरि चाहिँ यो बस पार्क जस्तो सुनिन्छ हैन। बस पार्क होइन, फोर्स पार्क भनेको बस चाहिँ बस पार्कै हो। यसलाई भनिन्छ फोर्स पार्क। अब फोर्स पार्कबाट लेफ्ट गए माथि चाहिँ नि तेजविनायकतिर स्कुलतिर गोठाटार राइट निस्किन्छ भने राइट गए सन सिटी हाइवे। म चाहिँ अगाडि बढिरहेको छु विश्व गाउँतिर। यो ठाउँलाई फोर्स पार्क चाहिँ किन भन्यो भन्दाखेरि फोर्स पार्क भन्दाखेरि बस पार्क भनेको जस्तो नि सुनिन्छ हैन। अब बस पार्क भन्यो भने फोर्स पार्क भनेको जस्तो नि सुनिन्छ, तर त्यस्तो चाहिँ होइन। किनभने यो चाहिँ फोर्स पार्क चाहिँ फोर्स कम्पनीको बस चल्ने भएको कारणले गर्दाखेरि अब फोर्स कम्पनीको बसहरू चाहिँ यो फोर्स पार्कदेखि पेप्सी कोला, कोटेश्वर, सैदगेट, सुन्दरा हुँदै रिङ रोड चल्ने भएको कारणले गर्दाखेरि फोर्स कम्पनीका बसहरू चाहिँ यहाँ आएर पार्क गर्ने भएर चाहिँ फोर्स पार्क भनिएको हो। समग्रमा राम्रो छ यो फोर्स पार्क पनि। यहाँ फोर्स
बसहरूले सबैलाई सुविधा दिएको छ। बिष्टगाउँ हाइट, सो बिष्टगाउँ हाइटबाट चाहिँ म अन द वे तल झर्दैछु। अब यो चाहिँ सिधा गइसके पछाडि चाहिँ म तल सन सिटीबाट आएको मिड मध्य हाइवेलाई मैले छुनेछु। मैले मध्य हाइवे भेटि नै सकेको छु। सो यहाँबाट म चाहिँ लेफ्ट टर्न गर्छु। यो पेप्सीकोला चोकबाट चाहिँ भित्रीको बाटो तल सन सिटी हुँदै आउने बाटो चाहिँ आउँदाखेरि चाहिँ बसहरू कुद्ने भएको, ट्रकहरू ठुल्ठुलो ट्रक हिँड्ने भएको कारणले जाम हुने भएर मैले चाहिँ पेप्सीकोला चोकबाट चाहिँ माथिल्लो बाटो खरे चोक हुँदै गान्धी मोड, त्यस पछाडि वीरेन्द्र चोक, त्यसपछि फोर्स पार्क हुँदै म चाहिँ यो बिष्टगाउँको हाइट माथिबाट चाहिँ तल्लो मिड हाइवेलाई छुएर अगाडि निस्किँदाखेरि चाहिँ म कहीँ पनि जाम नखाइकन आएको हुनाले मैले यो बाटोलाई रोजेको हुँ, किनकि जाम नपरोस् भनेर। त्यस्तो छ। त्यसै गरी अघि बढिरहेको छु। अमरसिंह थापा चोक हुनसक्छ यो अगाडिको। अमरसिंह थापा चोकबाट चाहिँ म अगाडि बढ्दैछु। अब अमरसिंह थापा चोकबाट चाहिँ म अगाडि बढिसकेको छु। अबको केही समयमा म चाहिँ नै कहाँ पुग्छु भन्दा मूलपानी पिपल बोर्डमा पुग्छु। यो बाटोमा चाहिँ डिस्टर्ब छ। रोड रिमेन्टेनेन्सको काम भइरहेको छ भनेपछि बाटो पनि अलि फोहोर छ, खाल्डाखुल्डी धेरै छ। यो चाहिँ फुल टर्न। यो चाहिँ यो 2-5 वर्ष अगाडि चाहिँ 2-5 वर्ष अगाडिसम्म चाहिँ यो बाटो एकदमै फ्रड थियो होइन, सुव्यवस्थित थिएन, व्यवस्था राम्रोसँग गरिएको थिएन भनेदेखि हिलो थियो। हिलो पनि यति हिलो थियो कि कुरो नगरौँ। तर त्यति हिलो थियो। यहाँ चाहिँ बस्ती बढ्ने क्रममा, अब मूलपानी एरियामा बस्ती बढ्ने क्रममा चाहिँ बिस्तारै यो चाहिँ बाटो राम्रो बन्दै यतिको भएको छ। यतिसम्मको बाटो समग्रमा राम्रो मान्नुपर्छ। त्यस्तो सब म अघि बढिरहेको छु। अब म केही समय पछाडि नै अब लगभग पिपल बोट, मूलपानी पिपल बोट पुग्दैछु। यतातिर बाटो समग्रमा राम्रो छ, त्यति धेरै डिस्टर्ब छैन र अघि बढ्नको निमित्त पनि सहज भइरहेछ किनकि जाम पनि छैन। त्यस्तो छ साथीहरू। हेलो पछाडि बस्नुहुने गाइजहरू, आनन्द छ है तपाईँहरूलाई, नबोली बस्नु भएको छ। सो राम्रो छ, तपाईँहरू आनन्द लिएर बस्नुहोस्। म ड्राइभ गर्दै बोलिरहनेछु। अगाडि म अब मूलपानी पिपल बोट पुग्नुभन्दा अगाडि 2 स्टेप अगाडि चाहिँ बाटो यस्तो फ्रड छ। यो बाटो कसले बनाउने हो? सरकारले बनाउने हो कि नगरले बनाउने हो कि मैले बनाउने हो? सो आई डोन्ट नो द्याट। त्यो तपाईँहरूले नै भन्नुहोला। यहाँबाट सिधा गए पनि हुन्छ। म चाहिँ लेफ्ट लागेँ। सिधा गयो भनेपछि चाहिँ तपाईँको मूलपानी क्रिकेट ग्राउन्डबाट आउने बाटोलाई मिड भएर यता चाहिँ बोडेतिर जाने बाटो भेटिन्छ। त्यो मनोहरा सेकेन्ड पुललाई क्रस गऱ्यो भने बोडेतिर गइन्छ। त्यस्तो छ। यो चाहिँ अब म कहाँ जाँदैछु भन्ने क्रममा चाहिँ मूलपानी पिपल बोट लगभग पुगेँ। मूलपानी पिपल बोट लगभग पुगिसकेको छ। ठ्याक्कै मूलपानी पिपल बोट पुग्यो। दाहिनेतिर पिपल बोट नै छ, यति ठुलो पिपल बोट छ, त्यसैले गर्दा मूलपानी पिपल बोट भनिएको हो। यहाँबाट लेफ्ट गयो भने चाहिँ गोठाटार हाइट माथि पनि पुग्न सकिन्छ लेफ्टतिर। अनि अब कमिङ लेफ्ट यो यहाँबाट अगाडि यो पहेँलो घर यो पहिलो लेफ्ट गयो भने मूलपानी क्रिकेट ग्राउन्ड, यो स्ट्रेट गयो भने पनि बाबा चोकतिर, त्यस पछाडि राइट ब्याक गयो भने चाहिँ उसमा पुगिन्छ बुढीतिर। तर म त्यो पनि नगएर स्ट्रेट राइटलाई फलो गरेको छु। यहाँ झन्नैले अब उफ्रिनु भयो। प्यासेन्जरहरूलाई पनि अलिक गाह्रो महसुस भएको थियो किनकि म अगाडि बढ्ने क्रममा हिँडिरहेको मान्छे 21 उफ्रिनु भयो। अब यो घाँस खाएर चिउर हगिरहेछ युलले, यसलाई पनि मैले ओभरटेक गर्दैछु। अगाडि बढेपछि पछाडि चाहिँ म अब खोल्दै हिँड्यो नि बकुल्ला। तर म बकुल्ला होइन, किन भन्दाखेरि यहाँबाट चाहिँ म अघि बढिरहेको छु। यहाँ अघि बढ्ने क्रममा चाहिँ जस्ट मूलपानी पिपल बोटबाट अघि बढ्दै जाँदाखेरि एउटा मिड टर्नमा पुगिरहेको छु। सो दृश्य राम्रो देखिएको छैन भिडियोमा। यहाँबाट लेफ्ट टर्न, फुल टर्न हानिसकेपछि यो चाहिँ शुद्ध मूलपानी एरिया हो।
अब मूलपानी चौर पुग्नुभन्दा अगाडिको दृश्य हो। मलाई एउटा घाँस खाएर चिउरा अग्निले क्रस गरेर ओभरटेक गरेको छ, अर्कोले पनि ओभर क्रस गरेर गएको छ। तर ओभर क्रस गर्ने क्रममा, ओभरटेक गर्ने क्रममा चाहिँ बाइकहरूलाई नढालिकन स्ट्रेट सिधा राखेर क्रस गरेर ओभरटेक गर्यो भने मात्र उहाँहरूको सुरक्षा हुनेछ, नत्र भने ढलफल गर्दै हिँड्यो भने न म सुरक्षित हुनेछु न उहाँहरू सुरक्षित हुनेछन्, कोही पनि सुरक्षित हुने छैन। बाटोमा हिँड्दाखेरि ट्राफिक नियमको फलो गरेर हिँड्नुपर्ने हुन्छ, त्यो गरेको पाइँदैन। किन भन्दाखेरि यहाँको घाँस खाएर चिउरा अग्नेहरू फाउट छन्, नियमलाई फलो गर्नुपर्छ। ट्राफिक नियम फलो गरिएन यदि भने चाहिँ सडकमा चाहिँ दुर्घटना हुन सक्ने सम्भावना हुन्छ। दुर्घटना हुनु आफैमा राम्रो होइन, शब्दै काफी छ। दुर्घटना भनेको एकदमै नराम्रो शब्द, नामैमा नराम्रो। त्यसै कारणले गर्दाखेरि अगाडि जाँदाखेरि हामीले एकदमै ध्यान दिनुपर्ने हुन्छ। त्यसो छ साथीहरू, बढिरहेको छु। बढ्ने क्रममा अगाडि चाहिँ नि बढ्ने क्रममा मूलपानी चौर अब आउनै लाग्दैछ। राइट साइडपट्टि दाहिनेतिर साली नदी बगिरहेछ भने देब्रेतर्फ चाहिँ नि मूलपानी एरियाको बजार, देब्रे साइडमा चाहिँ क्रिकेट ग्राउन्डहरू पर्छ। यदि भनेदेखि दाहिनेतिर चाहिँ अब साली नदी बगिरहेछ। साली नदीले बेला बेलामा धार परिवर्तन गर्ने गर्छ। म पनि अगाडि बढ्दैछु। म ठ्याक्कै मूलपानी चौरमा पुगिसकेको छु। यो मूलपानी चौर त्यत्तिकै भने होइन, मूलपानी चौरको राइट साइडमा यो बाटो, म अहिले हिँड्दै गरेको बाटोको दाहिनेतिर यति ठुलो विशाल चौर छ। यहाँ चौरमा भेला भएर सम्पूर्ण मानिसहरू चाहिँ घाम ताप्ने गर्छन्, खेल्ने गर्छन्। नगरले हेरचाह गरेको छ यो चौरलाई भनेदेखि फुटबल खेल्ने, क्रिकेट खेल्ने फुर्सदिलो मान्छेहरू चाहिँ यो चौरमा आएर रम्ने गर्छन्। सो म चाहिँ अगाडि बढिरहेको छु। अगाडि बढ्ने क्रममा चाहिँ यो चाहिँ मूलपानी चौरबाट म स्ट्रेट अगाडि यो बाटो हुँदै चाँगुनारायण मन्दिर पनि घुम्न जान सक्नुहुन्छ। भनेदेखि यो बाटो हुँदै दुवाकोट, त्यसै गरी भक्तपुर बेसी, त्यसै गरी चाहिँ हजुरको चाहिँ यता ब्रह्माखेल साइड पारी खोला, यो अब आउने पुल हो। यो चाहिँ पुल तरेर तपाईँ चाहिँ पारी चाहिँ नि बाट ब्रह्माखेल अर्थात् साँखुतर्फ पनि जान सक्नुहुन्छ। अब अगाडि देख्नु भएको पुल भने मैले, हजुरले पुल देख्नु भएको छैन। सो अब म पुलमा पुग्दैछु। यो पुल क्रस गरिसकेपछि अघि यो अगाडिको पुल भनेको हो, यो पुललाई भन्न खोजिएको हो। यो पुल क्रस गरेर सिधा गएपछि दाहिने गयो भने माथिको देखिएको राम्रो एउटा दृश्य, सुन्दर दृश्य भएको हरियो डाँडा चाहिँ चाँगुनारायण मन्दिर हो। चाँगुनारायण मन्दिरमा गएर मजाले दर्शन गरी पुरानो, दर्शनभन्दा पनि पुरानो हिस्ट्री हेर्न सकिन्छ। जो हिस्ट्रीमा चासो भएका मानिसलाई चाहिँ चाँगुनारायण मन्दिर अति नै सुन्दर लाग्छ र अचम्म लाग्छ। किन मलाई पनि लाग्छ, किनभने म हिस्ट्रीमा इन्ट्रेस्ट हुने मान्छे। मैले गएर हेरिसकेको छु। चाँगुनारायणमा गएर चिसो हावा खाँदै त्यहाँको हिस्ट्री विथ त्यहाँ बसेर पुरा काठमाडौँलाई हेर्न एकदमै मजा आउनेछ। अनि विगत केही समय अगाडि मैले चाहिँ त्यो चाँगुनारायणमा जाँदाखेरि त्यहाँबाट सिस्नु किनेर पनि लिएर आएको थिएँ। त्यहाँको सिस्नु अति मिठो छ होइन, सिस्नु आफैमा औषधि हो। म चाहिँ मूलपानी पिपल बोट हुँदै अहिले चाहिँ मूलपानी चौर क्रस गरेर पनि तपाईँ हजुरको चाहिँ यो उसमा साली नदी पुल क्रस, पहिलो साली नदी पुल क्रस गरेर पनि म चाहिँ अगाडि अब इन्जिनियरिङ कलेजतिर लागिसकेको छु। अब मेरो गन्तव्य लगभग आइसकेको छ। तपाईँहरू हेर्नुहुने साथीहरूलाई धन्यवाद। लाइक कमेन्ट सेयर गर्नुहोला। अनि भिडियोमा त्यति धेरै भ्युज गएको छैन, सिक्दैछु। भिडियो नराम्रो भयो भनेर नरिसाउनु होला। सम्पूर्णलाई हेरिदिनु भएकोमा तपाईँलाई धन्यवाद। म चाहिँ यहाँनिर आइसकेँ ठ्याक्कै इन्जिनियरिङ कलेजमा। मेरो चाहिँ गन्तव्य यही क्रिकेट, यही इन्जिनियरिङ कलेजको अगाडि क्रिकेट ग्राउन्डसम्म हो। अब साथीहरूलाई हेरिदिनु भएकोमा धेरै धन्यवाद। अब म आफ्नो मेरो गन्तव्यमा पुगेँ। म अर्को नेक्स्ट भिडियो लिएर फेरि तपाईँहरूमा आउने नै छु। तपाईँहरूले भिडियो हेर्दै गर्नुहोला।
भिडियो हेर्ने क्रममा नराम्रो भयो भने कमेन्ट गर्नुहोला, जसको